हेलो गाइज, अहिले चाहिँ हामी दमक फन पार्क भित्र प्रवेश गर्न आँटिरहेका छौँ। गाइस, यहाँ दमक 3मा चाहिँ हात्ती आयो भनेर हल्ला भइरहेछ है। हात्ती चाहिँ यहाँ आएको छ। खासमा म चाहिँ हात्तीको सुँडलाई यस्तो छुन्छु है, के गर्दो रहेछ केही पनि गरेन मलाई चाहिँ गाइस। यो दमक 3मा आएको हात्ती हो है गाइस। हेर्नु होला सबैजनाले, यसको चाहिँ दाँत चाहिँ रहेनछ, रहे पनि यो खतरा हात्ती हो होइन। तपाईँहरूको धान बाली चाहिँ जोगाउनु होला। यो चाहिँ दमक 3को खतरा हात्ती हो है गाइस। हेलो गाइस, दमक 3मा चाहिँ हात्ती आएको छ भन्छ नि होइन गाइस। यही हो त्यो हात्ती चाहिँ। हेर्नु है त गाइस, यो हात्तीलाई चाहिँ नजिकमा गएर हेरौँ होइन। यहाँ छुन मनाइ छ लेखेको छ। यो दमक 3को हात्ती चाहिँ यस्तो छ है गाइस। यो जङ्गलमा आएको छ अहिले। गाइस, यो चाहिँ बाघ हो है। यो नेपालमा पाइने मात्रै, नेपालमा मात्रै पाइन्छ यो पाटे बाघ। यसको मुखमा म के हालिदिउँ त खोइ। ओइ झन्नै टोको यार। के गर्नुभएको हजुर? के गरेको? खेलेको? वेलकम टु माई ब्लग। आज चाहिँ हामीहरू दमक फन पार्कमा आएको छौँ।
यहाँ चाहिँ धेरै राम्रो राम्रो कुरा छ। म त्यहाँ खेल्दैछु अहिले। फुपाजु के गर्नु भएको? मैले एक्सरसाइज ए अनि यहाँ चाहिँ कति धेरै झुला छ। अगाडि हेर्नुहोस् कति धेरै के खेलेको? खोइ बोलिन नि त हौ नानी त। के खेलेको? एक्सरसाइज गरेको? कति ज्ञानी। के गर्नु भएको? एक्सरसाइज। ए गर्नु भएको तपाईले यो? एक्सरसाइज। किन गर्नु भएको त एक्सरसाइज? के गर्न? मोटी हुँदैन? ए अनि ज्यान बनाउनको लागि एक्सरसाइज गर्नु भएको हो? लु भाग्नु भयो उहाँ। गाइस यहाँ चाहिँ राम्रो घर पनि रहेछ है। राम्रो घर रहेछ यहाँनिर। हामीले गर्दाखेरि चाहिँ घर साह्रै राम्रो देखिएको छ है। गाइजहरू पनि एकचोटि आउनु होला। यो चाहिँ माथि जाने लिस्नु हो। यो दमक फन पार्कमा चाहिँ एकदमै रमाइलो छ गाइज। तपाईँहरू आउनु भएको छैन भने एकचोटि अवश्य पनि भिजिट गर्नु होला भन्न चाहन्छु। अहिले चाहिँ हामी दमक फन पार्कमा रहेको जुरासिक पार्क भित्र रहेका छौँ र तपाईहरु देख्न सक्नुहुन्छ हामीसँग यहाँनेरि प्राचीन पालाको डाइनोसर छ एउटा। यहाँ हेर्नु त गाइजहरु डाइनोसर। यहाँ हेर्नु त आम्मामामामा मान्छे खाइदेला जस्तो छ एकदम डेन्जर रहेछ। यो चाहिँ डाइनोसर होइन गाइज। अनि तपाईहरुलाई म अर्को के देखाउँ गैंडा छ हैन गाइज। हेर्नु त गैंडा भनेको एक सिङे गैंडा छ। यहाँ चाहिँ हामीसँग लायन छ सिंह। तपाईहरु देख्न सक्नुहुन्छ सिंह हेर्नु है त गाइज। अन्य गाइज चाहिँ अप्सरालाई हेर्नु एकचोटि। अप्सराले यहाँ कस्तो नमस्कार गर्दै हुनुहुन्छ। अन्य गाइज यहाँ चाहिँ हामीसँग जंगली हात्ती हुनुहुन्छ। यहाँ हेर्नु है त दारावाला हात्ती। कस्तो छ त मिठो छ? कस्तो मिठो? वाउ गाइजहरुलाई केही भन्देऊ न त आइसक्रिमको बारेमा।
लड्छौ है तिमीहरू लड्छौ। यो भिडियो हेरेपछि चाहिँ तपाईँहरूको बच्चाहरू पनि यहाँ आउन मन गर्छन् होला है गाइजहरू। गाइज फाइनली हामी चाहिँ दमक फन पार्क घुमेर फर्किँदैछौँ। यहाँको ठाउँ चाहिँ दमक 3 मा रहेको छ, बेलडाङ्गी रोडमा। दमक चोक बस पार्कदेखि ठाउनन्द चोक हुँदै बेलडाङ्गी जाने बाटोमा पर्छ। यो चाहिँ केटाकेटीहरूको लागि चिल्ड्रेन फन पार्कदेखि लिएर धेरै मनोरम ठाउँहरू बनाइएको छ यहाँनिर चाहिँ। तपाईँहरू पनि आउनु होला हाम्रो ठाउँलाई, कस्तो छ के छ प्रतिक्रिया दिनु होला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।